घरमा को हुनुहुन्छ? अनि घरमा को पनि हुनुहुन्न? को रहेछ हौ? अघिदेखि बोलाउँछ त। किन दाजु? ए भाइ रहेछ नि। भाइ एकछिन यहाँ आउनु न। किन आउनु पर्ने हो दाजु? तल आउनु न भाइ, एउटा सानो काम छ क्या भाइसँग। एकछिन आउनु न। ए ल एकछिन बस्दै गर्ने है दाजु। किन बोलाएछ? किन दाजु? भाइकोमा कोठाहारी छ भनेर नि। ए तपाईँलाई कोठा चाहिएको हो त? ए ल आउनुहोस् न त माथि माथि? हजुर माथि नै जानुपर्ने भाइ। आउनु न आउनु, माथि नै गएर कुरा गरौँ। आउनुहोस् न आउनुहोस्। दाजुलाई कोठा चाहिएको? कोठा चाहिएको भाइ। कोठा त छैन खाली। तेरिको भाइ, तिमीले चाहिँ मलाई किन अनि 3 तलाबाट माथि चढाएको? अघि नै तल झर्दाखेरि तलै भन्दा हुनुहुने थियो। अनि त्यसो भए त तपाईँले नि तलैबाट माथि कोठा खाली छ कि छैन भनेर सोध्नु सक्नुहुन्न थियो? मलाई चाहिँ यत्रो 3 तला माथिबाट किन तल बोलाएर सोध्नु भएको नि?